फ्याकल्टी अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले यो बार्सिलोना स्कुल अफ म्यानेजमेन्टसँग चाहिँ एउटा सहकार्य गरेर यो करिकुलम डेभलपमेन्टदेखि लिएर अरू टेक्निकल एन्ड अदर आस्पेक्टमा एउटा कोलाबोरेटिभ अप्रोचमा हामीहरूले यो फ्याकल्टी अफ म्यानेजमेन्टले चाहिँ यो चाहिँ जुन पोस्ट ग्रेजुएट डिप्लोमा इन सस्टेनेबल बिजनेस म्यानेजमेन्ट कार्यक्रम अहिले ल्याएको छ। यो नेपालकै सन्दर्भमा एउटा नयाँ प्रोग्राम हो जसले इन्भाइरोमेन्ट, सोसाइटी र गभर्नेन्सलाई फोकस गर्छ र अहिलेको चाहिँ जुन बदलिँदो परिस्थितिमा विश्वव्यापी पर्सपेक्टिभमा हामीले हेर्ने हो भने हामीसँग थुप्रो किसिमका चाहिँ च्यालेन्जेसहरू छन् र त्यो च्यालेन्जेसमा पनि इन्भाइरोमेन्टल, सोसियल र गभर्नेन्स जुन इन्डिकेटरहरू छ, जुन कम्पोनेन्ट्सहरू छ, त्यसमा चाहिँ सस्टेनेबल डेभलपमेन्ट गोलको चाहिँ आउट अफ 17 गोलमध्ये यो ESG ले चाहिँ 15 गोल्सहरूलाई चाहिँ इन्डिकेट गरेको देखिन्छ। त्यसकारणले नेपालमै पहिलोचोटि हामीले यो प्रोग्राम चाहिँ त्रिभुवन विश्वविद्यालय फ्याकल्टी अफ म्यानेजमेन्टबाट सञ्चालन हुँदैछ। यसमा मुख्यतः के त भन्दाखेरिमा नेपालका कर्पोरेट सेक्टरहरू, पब्लिक सेक्टरहरू, प्राइभेट सेक्टरहरू, अब प्रत्येक सेक्टरले आफ्नो अपरेसनको दौरानमा, आफ्नो सञ्चालनको दौरानमा चाहिँ त्यो कम्पनीहरूले, त्यो अर्गनाइजेसन, त्यो सेक्टरहरूले इन्भाइरोमेन्टमा कति कन्ट्रिब्युट गरेको छ, सोसाइटीलाई कति कन्ट्रिब्युट गरेको छ र गभर्नेन्सको पाटोहरूमा के कस्तो छ भन्ने कुरा एउटा ग्लोबल एजेन्डाको रूपमा इस्टाब्लिस भएको छ र त्यसको सर्टिफिकेसन हुन जरुरी छ। यद्यपि नेपालमा केही ट्रेनिङ कोर्सेसहरू हुन्थे होला नि, यसमा विभिन्न सङ्घ संस्थाहरूले यसलाई मेटेरियलाइज गर्नको लागि ट्रेनिङ कोर्सेसहरू हुन्थ्यो, तर अहिले हामीले एउटा एकाडेमिक डिग्रीको रूपमा प्रोफेसनलहरूलाई, जुन ब्याङ्किङ सेक्टरमा काम गर्ने, फाइनेन्सियल सेक्टरमा काम गर्ने, अदर कर्पोरेट सेक्टरमा काम गर्ने, हाइड्रो सेक्टरमा काम गर्ने केही प्र्याक्टिसनरहरूलाई फोकस गरेर यो प्रोग्रामहरू ल्याइएको छ र यो इभन नेपालमै एउटा पहिलो चाहिँ यो नयाँ प्रोग्रामको रूपमा छ र यसले 3टा डाइमेन्सनहरू, एउटा सोसियल, इन्भाइरोमेन्टल र गभर्नेन्स इस्युहरूमा कसरी 3टा कम्पोनेन्टलाई इन्टिग्रेट गरेर जाने, कुनै पनि अर्गनाइजेसनले र सोसाइटीको लागि कसरी कन्ट्रिब्युट गर्ने, गभर्नेन्समा कसरी चाहिँ बेटर अपरेसनलाइज गर्ने भन्ने कुरामा चाहिँ यो प्रोग्रामले जोड दिन्छ र एउटा वास्तवमा कर्पोरेट सेक्टरलाई आवश्यक पर्ने ESG लिडरको उत्पादन गर्ने एउटा महत्त्वपूर्ण चाहिँ कार्यक्रम हो। र म वास्तवमा यही मार्फत पनि म के भन्न चाहन्छु भने नेपालका कर्पोरेट सेक्टरहरू, नेपालका पब्लिक सेक्टरहरू, प्राइभेट सेक्टरहरू अब यो प्रोग्रामसँग इन्टिग्रेट भएर चाहिँ यो प्रोग्रामलाई चाहिँ हामीले अगाडि बढाउन जरुरी छ र त्रिभुवन विश्वविद्यालयले एउटा फ्याकल्टी अफ म्यानेजमेन्टले महत्त्वपूर्ण चाहिँ रोल प्ले गरेको छ र अहिले यो प्रोग्राम चाहिँ हामीहरूले 1 वर्षको 30 क्रेडिट अन्तर्गत फ्याकल्टी अफ म्यानेजमेन्ट अन्तर्गत स्कुल अफ म्यानेजमेन्टबाट यो प्रोग्राम सञ्चालन हुँदैछ। यो किनभने एउटा ग्लोबल डाइमेन्सन र ग्लोबल फेनामेनको एउटा महत्त्वपूर्ण एकाडेमिक कम र प्र्याक्टिसिङ प्रोग्राम हो जसले ESG लिडरहरूको उत्पादन गर्नेछ।